लगायतको कुराहरूको बारेमा अध्ययन गर्यौं। हामीसँग एउटा टपिक के छ भन्दाखेरि नि यो जीकेमा चाहिँ जैविक विविधता टीको विकास, वातावरण प्रदूषण, जलवायु परिवर्तन र जनसङ्ख्या भन्ने छ हैन। यसमा चाहिँ अन्य कुराहरू चाहिँ सरले पढाइसक्नु भयो पहिला नै हैन। टीको विकासका कुराहरू, जलवायु परिवर्तनका कुराहरू चाहिँ हामीले अगाडि पढिसक्यौं। एउटा चाहिँ पपुलेसनको कुराहरू चाहिँ जनसङ्ख्याको विषयमा चाहिँ क्लास भएको छैन हैन। जनसङ्ख्याको विषयमा क्लास भएको फेरि किन भन्दा यो अहिलेको जनसङ्ख्याको विषयमा चाहिँ प्रश्न आइदिन सक्छ। किन भन्दा लेटेस्ट पनि हो हैन जनसङ्ख्याको कुरामा। र यो जनसङ्ख्याको विषय त क्लास भएको छैन होला जस्तो लाग्छ। जनसङ्ख्याको विषयमा चाहिँ क्लास भएको छैन होला है। नत्र अरू चाहिँ यो टीको विकासको विषयमा, टीको विकासका सिद्धान्तहरू एकजनाले चाहिँ पढाउनु भएको, मजाले पढाउनु भएको थियो। अब यो चाहिँ पपुलेसनको कुराहरू भएको छैन हैन। अब यो जनगणनाको कुरा गर्दा अहिले हामीले चाहिँ लेटेस्ट जनगणनाको बारेमा पढ्छौं हैन। 2078 मा भएको। अब हाम्रो चाहिँ जनगणनाको इतिहास हेर्दाखेरि एउटा सोध्ने प्रश्न चाहिँ 1968 बाट चाहिँ नेपालमा पहिलो पटक जनगणनाको सुरुवात भएको थियो हैन। तत्कालीन चन्द्र शमशेरको पालामा चाहिँ जनगणना सुरु भएको थियो र यो प्रत्येक 10 वर्षमा चाहिँ जनगणना हुन्छ है। याद गर्नु, प्रत्येक 10 वर्षमा हुन्छ र यो 1968 मा चाहिँ पहिलोचोटि चाहिँ भएको थियो र अहिलेको 78 को जनगणना भनेको हाम्रो चाहिँ 12औं जनगणना हो। जस्तो कि 1968 मा भयो अनि 77 मा भयो लगायत यसरी चाहिँ हाम्रो जनगणना हुँदा हुँदै र एउटा चाहिँ हाम्रो सबभन्दा धेरै जनसङ्ख्या, अरू जस्तो कि विगतका जनसङ्ख्याको विषयमा हामीले त्यति धेरै चासो गर्न परेन हैन। पहिलो जनगणनामा चाहिँ नेपालमा चाहिँ जनघनत्व जम्मा 38 जना थियो हैन। 38 जना थियो। अनि यो चाहिँ 56,38,749 जना मात्रै जनसङ्ख्यामा यो गर्ने जनसङ्ख्या जम्मा यति थियो हैन। टोटल जनसङ्ख्या पहिलो यति नै थियो, एउटा जान्नुपर्ने कुरा। अनि सबैभन्दा बढी चाहिँ जनसङ्ख्या वृद्धि भएको भनेको यो चाहिँ 2038 को चाहिँ जनगणनामा चाहिँ 2.6% चाहिँ जनसङ्ख्या वृद्धि भएको छ। यो नै हालसम्मको सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि भएको र एउटा प्रश्न यहाँबाट बन्दिन सक्छ, सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि चाहिँ नेपालमा कहिले भएको थियो भन्ने क्वेशन चाहिँ हामीले यो चाहिँ एउटा प्रश्न चाहिँ बन्ला, मलाई शंका लागेको छ यसमा है। यो याद गर्नु। अब अरू जस्तो कि दोस्रो जनगणना तेस्रो इधर उधर भनेर प्रत्येक घोकेर त्यो गर्ने फुर्सद छैन हामीलाई वास्तवमा भन्ने। यो प्राविधिकलाई आवश्यक पनि छैन। र पहिलो कहिले भएको थियो र कसको पालामा भएको थियो है, याद गर्नु। राणा प्रधानमन्त्रीको पालामा भएको थियो। अब 1968 मा अनि 38 मा चाहिँ सबैभन्दा बढी धेरै जनसङ्ख्या वृद्धि भयो है। सबभन्दा धेरै जनसङ्ख्या वृद्धि भयो। अहिलेको कुरा गर्दा जनसङ्ख्या वृद्धि चाहिँ 0.92% ले जनसङ्ख्या वृद्धि भएको छ र 2,91,64,500 यो 78 चाहिँ अहिलेको नेपालको टोटल जनसङ्ख्या छ भने जनघनत्व चाहिँ हाम्रोमा कति छ भने 198 जना चाहिँ जनघनत्व रहेको छ भन्ने कुरा। यो सामान्य यो चाहिँ ब्याकग्राउन्डको कुराहरू याद गर्नु। सामान्य चाहिँ ब्याकग्राउन्डको कुराहरू चाहिँ हामीले ख्याल गर्नु पर्यो र यो मैले फ्री हाइलाइट पनि गरेको छु। र सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि भएको भनेको यसपालि हो है। याद गर्नु, यो बेलामा 2.6% चाहिँ जनसङ्ख्या वृद्धि भएको छ है। याद गर्नु। अब हामीलाई चाहिने त यही हो 2078 को जनगणना हो है। 2078 को जनगणना अनुसार के छ त अवस्था भन्ने कुरा नै हामीलाई बढी महत्त्वको कुरा हो यहाँनिर है। याद गर्नु, सबैभन्दा बढी महत्त्व भनेको यो हो।
अब यसमा चाहिँ हाम्रो 2078 को के भन्दाखेरि भदौको 30 गतेबाट असोजको यो पहिलो चरण दोस्रो चरण भन्दा नि हामीलाई चाहिँ मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ गणना सुरुवात भयो। गणना सुरुवात भएको चाहिँ मेरो गणना मेरो सहभागिता भन्ने नारा के थियो भने मेरो गणना मेरो सहभागिता भन्ने नारा थियो। अनि यसको चाहिँ प्रारम्भिक नतिजा कहिले आयो भन्ने कुरा एउटा महत्त्वपूर्ण हुन्छ। प्रारम्भिक नतिजा चाहिँ 2078 को माघको 12 गते अथवा चाहिँ 10 महिना 12 गते 10 र 12 को सम्बन्धलाई चाहिँ हेरेर ख्याल गर्नुपर्नेछ है। यो याद गर्नु, 10 र 12 को रिलेसनलाई चाहिँ ख्याल गर्नुपर्छ। किनभने 10 महिना 12 गते चाहिँ के आयो भन्दाखेरि प्रारम्भिक नतिजा आयो र फेरि ठ्याक्कै त्यसको उल्टो चाहिँ 12 महिना 10 गते चाहिँ यसको अन्तिम नतिजा आयो है। 12 महिना 10 गते चाहिँ अन्तिम नतिजा आयो। यो चाहिँ 2079 को 2078 को जनगणना हो। तर त्यसको चाहिँ अन्तिम नतिजा कहिले आयो भन्दाखेरि यो चाहिँ ख्याल गर्नुपर्नेछ। यसको अन्तिम नतिजा कहिले आयो भने 2079 को 12 महिना 10 गते। यो चाहिँ चैतको 10 गते, यो चाहिँ माघको 12 गते। माघ भनेको 10 महिना हो र चैत भनेको 12 महिना हो। यो चाहिँ ख्याल गर्नु। यसको अन्तिम नतिजा कहिले आएको थियो भने 2079 को चाहिँ चैतको 10 गते चाहिँ यसको अन्तिम नतिजा आएको थियो है। याद गर्नु। अब के भन्दाखेरि यो महत्त्वपूर्ण छ। अनि अब अहिलेको जनसङ्ख्यामा भएको टोटल जनसङ्ख्या कति, यो जनसङ्ख्या कति भन्ने कुरा त हामीले यही जनसङ्ख्याका आधारमा एकजना व्यक्तिलाई दुध कति पुग्छ, मासु कति पुग्छ, अन्डा कति पुग्छ, माछा कति हुन्छ भनेर क्याल्कुलेसन गरियो। कुनै कसैको गरिए छैन भने गरिन्छ है। त्यति बेला नै नेपालको जनसङ्ख्याको विषयमा हामीले पढेका। अब यद्यपि यो जिकेमा यो कोर्स नहुँदा पनि नेपालको जनसङ्ख्याको विषयमा जनरल कुराहरू चाहिँ हामीले पढ्छौँ है। याद गर्नु, यहाँ नहुँदा पनि हामीले पढ्छौँ। जसमा चाहिँ पुरुष र महिलाको प्रतिशत, पुरुष र महिलाको प्रतिशत महिला भन्दा पुरुष कम छन् हैन। 48.87% चाहिँ पुरुष छन् भने बाँकी चाहिँ 100 मा बाँकी चाहिँ के छन् भने महिला छन्। महिलाको प्रतिशत चाहिँ महिला चाहिँ पुरुष भन्दा के छन् भने यो संख्याले महिला भन्दा चाहिँ पुरुष चाहिँ कम देखायो है। याद गर्नु, महिला भन्दा पुरुष चाहिँ कम देखायो भने अन्य लिङ्गीहरू चाहिँ के छ भने 29-28 भन्ने। जस्तो कि अन्य भन्नाले अब मतलब मेल फिमेल कुनै नभएको है, अन्य लिङ्गी भनेर चाहिँ छ। यो चाहिँ हाम्रो जनगणनामा उल्लेख गरिएको 0.08% चाहिँ अन्य लिङ्गीहरू जहाँनिर सम्झिनलाई छ। अलिकति लिङ्ग चाहिँ मतलब भालेपोथी फिक्स नभएको हुनाले यो 29-28 28-29 भएको भए त सिधा सिधी अङ्ग हुन्थ्यो। मतलब चाहिँ 29-28 पछि 29 आउने हो नि त। यहाँ त 29 पछि 28 आएको छ है। यो याद गर्नु, जस्ट यो सम्झिनको लागि चाहिँ सजिलो होस् भनेर यो चाहिँ हाम्रो चाहिँ के छ भने जनसङ्ख्या चाहिँ तेस्रो लिङ्गी भनेर चाहिँ यहाँनिर उल्लेख गरिएको छैन, अन्य लिङ्गी भनेर चाहिँ उल्लेख गरिएको छ। र अन्य लिङ्गी चाहिँ कति छन् भन्दाखेरि 29-28 छन् भन्ने कुरालाई यसलाई पनि हामीले याद गर्नु पर्यो। र जनगणनामा चाहिँ पुरुष चाहिँ 48.87% र बाँकी चाहिँ 51.13% महिलाहरू रहेका छन्। लैङ्गिक अनुपात चाहिँ के भन्दाखेरि 95.59% भनेको 100 महिलामा चाहिँ के रहेछन् भन्दाखेरि 95 पुरुष रहेछन्, पुरुषहरू कमी रहेछन् भन्ने कुरा। जनघनत्व 0.92 प्रति के अरे सरी 0.92 चाहिँ जनसङ्ख्या वृद्धि दर। अब 100 के भन्दा 98 चाहिँ 98 चाहिँ के छन् भने प्रति वर्ग किलोमिटरमा चाहिँ यति चाहिँ मान्छे बस्छन्, जुन कि अघिल्लो जनगणनामा 180 थियो भने यो बढेर चाहिँ 198 मात्रै पुगेको छ है। याद गर्नु, जनगणनाबाट चाहिँ सोध्ने सामान्य प्रश्न मध्येको एउटा हो यो। जनघनत्व कति छ भनेर भन्ने प्रश्न एकदमै कमन प्रश्न हो र सोधिन सक्ला र यस्तो कुरा बिगार्न पाइँदैन। परिवार चाहिँ कति छन् भन्ने कुरा, टोटल परिवार संख्या चाहिँ हाम्रो 2,91,64,578 जनसङ्ख्या भए
अनि औसत एकजना परिवारमा चाहिँ नेपालमा चाहिँ 4.37 जना चाहिँ नेपालमा औसत परिवार छन् हैन। यो चाहिँ परिवारका सदस्य छन् है, यो याद गर्नु। जस्तो कि यसमा चाहिँ 2,91,64,578 मा चाहिँ 66,66,937 वटा चाहिँ परिवार रहेछन् र औसतमा एउटा परिवारमा चाहिँ ल हेर जनसङ्ख्या अब वृद्धि होस् पनि कसरी, अब एउटा परिवारमा जम्मा 4 जना छन्, 4.3 जना पर्छ हैन। जस्तो कि यो भनेको त लगभग 2 जना बाबुआमा हुनु पर्यो, 2 जना चाहिँ छोराछोरी हुनु पर्यो। त्यो भएको हुनाले के भयो भन्दाखेरि ठ्याक्कै चाहिँ 2 जनाले 2 जना पायो है, याद गर्नु। 2 जनाले 2 जना जन्मायो र कसैले चाहिँ तेस्रो ट्राई गर्यो भने भनेर चाहिँ 4.37 जना चाहिँ के रहेछन् भन्दाखेरि यो अहिलेको हाम्रो जनगणना अनुसार चाहिँ के रहेछ भने एउटा परिवारको चाहिँ औसत परिवार सदस्य संख्या चाहिँ यस्तो रहेछ है, 4.37 जना चाहिँ रहेछन्, जुन चाहिँ हिमालमा चाहिँ 4.33 जना, पहाडमा 3.9 र तराईमा चाहिँ 4.7 जना र सबैभन्दा धेरै परिवार संख्या भएको भनेको रौतहट रहेछ। रौतहटमा 5.9 जना रहेछ है। सबैभन्दा धेरै भएको चाहिँ के रहेछ भन्दा रौतहट रहेछ भने सबैभन्दा कम भएको दोलखा र गोर्खामा चाहिँ सबैभन्दा कम रहेछन् जनसङ्ख्याको हिसाबले। र फेरि सम्झाएँ मैले यसलाई। टोटल पहिलो कुरा चाहिँ हाम्रो जनगणनाको फाइनल रिपोर्ट रिजल्ट कहिले आयो भन्दाखेरि 2079 सालको चैतको 10 गते चाहिँ यो सार्वजनिक गरियो। एउटा ख्याल गर्नुपर्ने। अब प्रारम्भिक नतिजा कहिले आयो, जस्तो प्रारम्भिक नतिजामा आएको जनसङ्ख्या फरक थियो है, 2,91,92,000 भन्ने थियो है, यो याद गर्नु। 2,91,92,000 भन्ने थियो। तर अहिले चाहिँ के छ भन्दाखेरि फाइनल रिपोर्टमा 2,91,64,000 भन्ने आयो। यो कुरालाई पनि हामीले ख्याल गर्नु पर्यो एउटा। अनि महिला र पुरुष कति छन् भन्ने कुरा, अन्य लिङ्गी कति छन् भन्ने कुरा, जनघनत्व कति हो, जनसङ्ख्या वृद्धि दर कति भएको छ, परिवार संख्या कति हो, औसत एउटा परिवारमा कति छन् भन्ने कुरा हामीले यसलाई पनि ख्याल गर्नु पर्यो। अब त्यसपछि गएर चाहिँ अर्को ख्याल गर्नुपर्ने भनेको सबैभन्दा बढी जनसङ्ख्या भएको काठमाडौँ, यो त हामीलाई सबैलाई थाहा छ। सबैभन्दा कम जनसङ्ख्या भएको मनाङ हो, यो पनि हामीलाई थाहा छ है, यो याद गर्नु। र नगरपालिका र गाउँपालिकामा कति बस्छन् भनेको यो प्रायको प्रश्न हो। नगरपालिकामा कति प्रतिशत जनसङ्ख्याको बसोबास छ र गाउँपालिकामा कति छ भन्ने कुरा यो बागमती प्रदेशले प्राविधिक लेभलकै एक्जाममा चाहिँ यो प्रश्न सोधेको थियो है। प्राविधिक लेभलकै प्रश्नहरुमा चाहिँ यो प्रश्न चाहिँ सोधेको थियो कि कति छन्, गाउँपालिकामा कति बस्छन् र नगरपालिकामा कति बस्छन् टोटल जनसङ्ख्याको भन्ने कुरा। यो चाहिँ के छ भने नगरपालिका क्षेत्रमा चाहिँ 66.17% र गाउँपालिकामा चाहिँ 33.83% नेपालमा चाहिँ के छ भने जनसङ्ख्याको बसोबास छ है। याद गर्नु, जनसङ्ख्याको बसोबास के छ भन्दाखेरि यो छ भन्ने कुरामा पनि हामी क्लियर हुनु पर्यो। हिमाल पहाड तराईको कुरा गर्दा हिमालमा बसोबास जम्मा 6%ले गर्ने रहेछन्, पहाडमा 40% र तराईमा चाहिँ तराई क्षेत्रमा बसोबास गर्ने, जस्तो हामीले भौगोलिक विभाजनका हिजोका कुरा पनि गर्यौं। तराईमा चाहिँ 21 जिल्ला, पहाडमा चाहिँ 35 जिल्ला र हिमालमा 21 जिल्ला भन्ने कुरा नि गर्यौं। स्थानीय सरकार सञ्चालन ऐनको अनुसार पनि गर्यौं हामीले जानेर। हिमालमा चाहिँ कतिवटा जिल्ला भन्दाखेरि के भन्छ 21 जिल्ला, पहाडमा 28 र भित्री मधेसका 7 वटा, उपत्यकाका 3 वटा र तराईका 8 वटा जिल्लाहरूको कुरा पनि गर्यौं। अब टोटल तराई, पहाड र हिमालमा बस्नेको कुरा गर्दा हिमाली क्षेत्रमा जम्मा 6% मान्छे बस्दा रहेछन्, पहाडमा 40% बस्दा रहेछन् 40.3 र तराईमा सबैभन्दा धेरै मान्छे बस्ने रहेछन् है। याद गर्नु, तराईमा सबैभन्दा धेरै 53.61% जनसङ्ख्या चाहिँ तराईमा बस्ने रहेछ। 50% भन्दा बढी जनसङ्ख्या नै के रहेछ भने तराईमा चाहिँ बस्ने रहेछ भन्ने कुरा हामीले यसलाई पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ।
जनसङ्ख्या बढी भएका 5 जिल्लाहरू हिजो पनि हामीले पढ्यौं। कामरू, झाँसु भनेर काठमाडौँ, मोरङ, रूपन्देही, झापा, सुनसरी। कम भएका चाहिँ मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्लाका कुराहरू सबभन्दा बढी र कमको कुरा पनि हामीले गऱ्यौं हैन। यो याद गर्नु। सबैभन्दा बढी जनसङ्ख्या भएको बागमती प्रदेश, सबैभन्दा कम भएको कर्णाली प्रदेश भनेर पनि यो कुरा पनि हामीले पढ्यौं है। यो याद गर्नु। साक्षरता चाहिँ हाम्रो जनगणना 2078 को अनुसार 76.2% चाहिँ नेपालमा चाहिँ के छन् भने साक्षर रहेका छन् भन्ने कुरा पनि यो पनि हामीले जनरली ख्याल गर्नुपर्ने कुरा चाहिँ भयो। यसमा चाहिँ हामीले चाहिँ याद गर्नुपर्ने है। याद गर्नु। अरु त्यस्तो धेरै कुराहरू त नसोध्ला यसबाट। अब जस्तो कि नेपालको जनगणना 2078 को अनुसार चाहिँ यो चाहिँ अब हामीले मातृभाषा 10वटा मातृभाषा टोटल भाषा चाहिँ के भन्दाखेरि 124 वटा रहेछन् र त्यो मध्ये 10 वटाको रेशियो चाहिँ हामीले हेर्छौं। यही भनिरहँदाखेरि यो चाहिँ हाम्रो चाहिँ राष्ट्रभाषा भनेर नेपालको संविधानको अनुसूची के अरे राष्ट्रभाषाको कुराहरू नेपालको संविधानको धारा कतिमा उल्लेख गरिएको छ? नेपालको संविधानको धारा कतिमा चाहिँ यो कुरा उल्लेख गरिएको छ भने त नेपालको संविधानको धारा कतिमा चाहिँ छ है? सम्पूर्ण चाहिँ मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने कुरा गर्यौं नि। नेपालको संविधानको धारा छ र धारा 7 मा के छ? सरकारी कामकाजको भाषा छ है। याद गर्नु। सरकारी कामकाजको भाषा छ भने नेपालको संविधानको धारा 8 मा के कुरा उल्लेख गरिएको छ? नेपालको संविधानको धारा 6, 7, 8, 9 लाई चाहिँ मैले महत्त्वपूर्ण राखेको छु है। 6, 7, 8, 9 मा है यो याद गर्नु। कलरले देखिएन है। यो याद गर्नु। त्यहाँनिर दुईटा अनुसूची पनि पर्छ है नेपालको संविधानको भाग 1 सँग सम्बन्धित कुराहरू। अब यो हाम्रो टोटल भाषा चाहिँ 124 वटा र 10 वटाको कम्पेयर गर्दा सबैभन्दा धेरै चाहिँ नेपाली यो 2068 र 78 को कम्पेरिजन हो। नेपाली भाषा बोलिने रहेछ 44.86% ले चाहिँ नेपाली भाषा बोल्ने रहेछ। मैथली रहेछ त्यसपछि 11.05% ले चाहिँ मैथली भाषा बोल्ने रहेछ। भोजपुरी भाषा बोल्ने रहेछ 6.24% ले र 5% ले थारू बोल्दा रहेछ है। याद गर्नु। र चाहिँ 4% 4.88 ले चाहिँ तामाङ भाषा बोल्ने रहेछ। क्रमशः तामाङ, थारू, भोजपुरीको 4, 5, 6 छ के। मैथली 11 र टोटल नेपाली भाषा बोल्ने चाहिँ के छ भन्दाखेरि 44.86% ले चाहिँ के बोल्छन् भन्दा नेपाली भाषा बोल्छन्। टोटल भाषा चाहिँ 124। जात जाति चाहिँ के छ भने 42 ठ्याक्क यो 24 लाई उल्टाइदियो भने 42 बन्छ के। 24 लाई उल्टाइदियो भने हामीले 42 बन्छ। त्यही भएर के छन् भन्दाखेरि जात जाति 42 हुँदाखेरि जम्मा चाहिँ 24 वटा मात्रै के छन् भने भाषाको विषयमा उल्लेख गरिएको छ। 24 को मिनिङ 124 वटा। प्रमुख धर्मको कुरा पनि सुरुको 5 वटा धर्महरू हिन्दू भयो, बौद्ध भयो, इस्लाम, किराँत र क्रिश्चियन यिनीहरू चाहिँ क्रमशः 81% चाहिँ नेपालमा हिन्दू छन् र त्यसपछि 8% चाहिँ बौद्ध धर्मावलम्बी। लोकसेवाले सोधेको प्रश्न पनि हो नेपालमा बुद्ध धर्म मान्ने कति छन्? अर्को इस्लाम धर्म मान्ने 5%, किराँत चाहिँ 3% र क्रिश्चियनहरू चाहिँ के छन् भन्दाखेरि 1.76% चाहिँ नेपालमा क्रिश्चियनहरू चाहिँ रहेका छन् भन्ने कुरा। क्रमशः हिन्दू, बौद्ध, इस्लाम, किराँत र क्रिश्चियन भनेर चाहिँ यसलाई पनि याद गर्नु पर्यो। जात जातिहरुमा 142 ठ्याक्क मैले 42 लाई उल्टाइदियो भने के हुन्छ? 24 हुन्छ है। जात जातिहरुको कुरा 142 वटा जात जाति रहेछन् जुन मध्ये क्षेत्री सबैभन्दा बढी रहेछन्। क्षेत्री चाहिँ 16.45% क्षेत्री। पहाडी ब्राउन चाहिँ 12.52, 12 पबाट आयो हैन। ब्राह्मण चाहिँ 12.29%, मगरहरु 6.9% र थारू 6.2 र तामाङ चाहिँ के छ भने 5.62% चाहिँ तामाङ छन्। याद गर्नु। सबैभन्दा धेरै चाहिँ के रहेछन् भने क्षेत्री रहेछन् है। क्षेत्री चाहिँ सबैभन्दा धेरै रहेछ।
यो यसमा केही महत्त्वपूर्ण प्रावधान यो जनघनत्व जनसङ्ख्याका आधारमा कम जनसङ्ख्या बढी जनसङ्ख्या भएको त हामीले पहिला पनि पढ्यौँ। अब नेपाल यो हाम्रो के छ भने अघि पनि मैले भने जैविक विविधता दिगो विकाससँग कनेक्टेड टपिक भएको हुनाले नेपालको वातावरण परिषदको अध्यक्ष को रहने व्यवस्था छ। लोकसेवाले सोध्न सक्ने प्रश्न हो। नेपालको वातावरण परिषदको अध्यक्ष को रहने व्यवस्था छ। यो वातावरणसँग सम्बन्धित कम्बाइन्ड प्रश्नहरू सँगसँगै राखेको छु है, सँगसँगै राखेको छु। कम्बाइन्ड प्रश्नहरूलाई चाहिँ अब यो टपिकसँग रिलेटेड प्रश्नहरू छन् यी सबै। अलिक फास्ट भयो भने फेरि हेरौँ त, फास्ट नबुझ्ने यदि त जाँदैनौँ है। यो याद बुझिएन, कन्फ्युजन भयो, फास्ट भयो भने त बरु स्लो गरिदियो भने बरु टाइम लागोस् केही छैन। मैले भने जातिहरू टोटल चाहिँ 142 जाति रहेछन्। त्यो मध्ये फ्रन्टको 5 वटा चाहिँ घोकौँ भने हो। फ्रन्टको 5 वटामा चाहिँ क्षेत्री, ब्राह्मण, मगर, थारू र तामाङ। अब क्षेत्री भन्ने बित्तिकै 16 वटा, ब्राह्मण 12 वटा 12%, बाहुन 12 बाट आयो, मगर 6, थारू चाहिँ 6%, 6.9 र 6.2, 5.6% चाहिँ तामाङ रहेछन्। यसलाई पनि हामी क्लियर हौँ। अब हामी 81% नेपालमा हिन्दू रहेछन्, 8% बौद्ध रहेछन्। किनभने 8 र 81 हिन्दू र बौद्धको धेरै कुराहरू मिल्छ। इस्लाम धर्महरू है, इस्लाम धर्म भन्ने बित्तिकै हाम्रो चाहिँ क्रिस्चियनहरू चाहिँ 5% रहेछन्। किराँतहरू चाहिँ जुन चाहिँ के अरे पूर्वतिर भने किराँतीहरू हुन्छन्, यो चाहिँ 3.17% रहेछन्। क्रिस्चियनहरू है, जुन चाहिँ हामीले क्रिसमस डे मनाइयो त भर्खर होइन, यो क्रिस्चियनहरू चाहिँ 1.7% मात्रै के रहेछ भने क्रिस्चियन रहेछन् भन्ने कुरा यसलाई चाहिँ याद गर्नु पर्यो। यसलाई याद गर्नु पर्यो। अब भाषाको कुरा पनि 124 वटा टोटल भाषा मध्ये नेपाली भाषा बोल्ने रहेछन् यो धेरैले 44.86%, मैथली चाहिँ 11%, भोजपुरी 6%, थारू 5% र चाहिँ तामाङ चाहिँ 5%ले बोल्ने रहेछन् भन्ने कुरा यो याद गर्नु है, याद गर्नुपर्ने। यहाँनिर वातावरण परिषदको अध्यक्ष को रहने भन्ने व्यवस्था छ। नेपालमा वातावरण परिषद जुन चाहिँ मैले भने दिगो विकास, वातावरण प्रदूषण, योसँग सम्बन्धित टपिक र यो कम्बाइन्ड टपिक पनि भएको हुनाले यसलाई चाहिँ हामीले चाहिँ ख्याल गर्नुपर्ने। अब चाहिँ फास्ट भएन होला है, अब चाहिँ फास्ट भएन होला है। फेरि बरु क्वेसन प्र्याक्टिस पनि गराउँछु यहीसँग सम्बन्धित है। फास्ट भयो बुझेन भने मजा आउँदैन। नेपालको वातावरण परिषदको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुने व्यवस्था छ है, यसलाई पनि याद गरौँ है। नेपालको वातावरण परिषदको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुने व्यवस्था छ। राष्ट्रिय जनगणना 2078 को नतिजा अनुसार एउटा परिवारमा कति सदस्य बसोबास गर्छन्? लोकसेवाले सोधेको प्रश्न हो, अघि पनि मैले भने है। यो प्रति परिवार चाहिँ सबैभन्दा धेरै जना, मतलब चाहिँ औसतमा कति जना बस्छन्? जुन कुरा अघि पनि हामीले भन्यौं हैन, 2 जनाले 2 जना जन्माउँछन्। अब कसैलाई आफूले भने जस्तो जन्मिएर अथवा केही भयो भने तेस्रो ट्राई गर्छ, त्यसैले चाहिँ के भन्दा 4.3 भयो, 3 भने ट्राई गरेर 3 भयो। सबैभन्दा बढी जनघनत्व भएको जिल्ला कुन हो? जनसङ्ख्या र जनघनत्वको कुरा फरक छ है। यो मध्ये सबैभन्दा बढी जनघनत्व भएको अनुसार झापा, मोरङ, रूपन्देही। झापा भन्ने आयो, रूपन्देही भन्ने आयो है, यो याद गर्नु।
जनसङ्ख्या भने होइन, जनघनत्व भनेको छ है, याद गर्नु। बढी जनसङ्ख्या र जनघनत्व भन्ने फरक चिज हो। जनघनत्व बढी भएका 5 वटा जिल्लाहरू कुन कुन हो? झापा, मोरङ, रूपन्देही। यो मध्येको जनघनत्व है याद गर्नु। जनसङ्ख्या बढी भएको र जनघनत्व बढी भएको भन्ने फरक छ है, याद गर्नु। हिजो पनि मैले पढाउने बेलामा भनेको थिएँ कि जनसङ्ख्या बढी भएको भन्ने र जनघनत्व बढी भएको भन्ने फरक हो। जनघनत्व बढी भएको काठमाडौँ, जनघनत्व बढी भएको सुरुको 5 मा भक्तपुर, ललितपुर, अनि त्यसपछि गएर जनघनत्वको हिसाबले त्यसपछि के हो भन्दा रूपन्देही है, रूपन्देही र सुनसरी। त्यो भएको हुनाले हाम्रो जनघनत्व बढी भएको जिल्ला कुन पर्यो भन्दाखेरि यसमा चाहिँ रूपन्देहीमा चाहिँ जनघनत्व चाहिँ के छ भन्दाखेरि बढी छ। नेपालमा वातावरण संरक्षण ऐन, नेपालमा वातावरण संरक्षण ऐन सर्वप्रथम कहिले प्रकाशित भएको थियो? नेपालमा वातावरण संरक्षण ऐन, यो वातावरण सम्बन्धी हाम्रो यता पर्छ हैन, वातावरण सम्बन्धी नेपालमा वातावरण संरक्षण ऐन 17 गते। नेक्स्ट क्वेशन हेर त, सक्रिय जनसङ्ख्या भनेर कुन उमेर समूहको जनसङ्ख्यालाई जनाइन्छ? सक्रिय जनसङ्ख्या 15 देखि 60 वर्ष, 25 देखि 40, 20 देखि 30, 15 देखि 45। सक्रिय जनसङ्ख्या भनेर कुन जनसङ्ख्या, कुन उमेर समूहलाई? सक्रिय जनसङ्ख्या याद गर्नु। सक्रिय जनसङ्ख्या भनेर चाहिँ लोकसभाले सोधेको प्रश्न हो यो। 15 देखि 60 वर्षकोलाई सक्रिय जनसङ्ख्या भनिन्छ। विश्व जनसङ्ख्या सम्मेलन कति वर्षमा आयोजना गरिन्छ? नेपालमा जनगणना कति वर्षमा हुन्छ भन्ने कुरा छुट्टै हो, फेरि विश्व जनसङ्ख्या सम्मेलन कति वर्षमा हुन्छ भन्ने प्रश्न छ एउटा। विश्व जनसङ्ख्या सम्मेलन आइडिया छ? विश्व जनसङ्ख्या सम्मेलन यो पनि 10 वर्षमा आयोजना गरिन्छ है, याद गर्नु। 10 वर्षमा आयोजना गरिन्छ। नेक्स्ट क्वेशन चाहिँ नेपालमा जनगणना दिवस कहिले मनाइन्छ? जनगणना दिवस नेपालमा हरेक वर्षको असार 8, हरेक वर्षको साउन, भदौ र असोज 8। नेपालमा जनगणना दिवस कहिले मनाइन्छ? किनभने जनगणना सम्बन्धी नै पढेको हुनाले नेपालमा जनगणना दिवस कहिले मनाइन्छ? त नेपालमा जनगणना दिवस कहिले मनाइन्छ? हरेक वर्षको असारको 8 गते चाहिँ जनगणना दिवस मनाइन्छ। 2078 को 2068 को जनगणना कति हो जनगणना हो?
अहिलेको चाहिँ 12औं भएको हुनाले त्यो चाहिँ के हो भन्दा एक अगाडिको 11औं भयो। यसमा पनि हामी क्लियर छौं। अर्को सबैभन्दा धेरै जनसंख्या वृद्धि भएको वर्ष कुन हो? अघि पनि मैले भनेको थिएँ सबैभन्दा धेरै जनसंख्या वृद्धि भएको वर्ष कुन? 28 देखि 38, 38 देखि 48, 48 देखि 58, 58 देखि 78, 68 सबैभन्दा धेरै जनसंख्या वृद्धि भएको। अघि पनि हामीले यो कुरालाई याद गरेका थियौं। देखि 38 यो नै जनसंख्या सबैभन्दा बढी वृद्धि भएको हो। जन्म मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता हुने चलन कहिलेबाट सुरु भयो? नेपालमा जन्म मृत्यु बसाइसराई जस्ता घटना दर्ताको कहिलेबाट सुरु भयो? 31 साल वैशाखको 1 गते, 32 साल, 33 साल, 34 साल वैशाख 1। जन्म मृत्यु बसाइसराई र घटना दर्ताको चलन कहिलेबाट सुरु भयो नेपालमा? लोकसेवाले सोधेको प्रश्न हो। ए 2034 साल वैशाखको 1 गतेबाट यसरी नेपालमा घटना दर्ता हुने क्रम सुरु भयो। कुन राणा प्रधानमन्त्रीको पालामा पहिलो जनगणना सुरुवात गरियो? अघि पनि मैले भनेको थिएँ। कुन राणा प्रधानमन्त्रीको पालामा चाहिँ जनगणना सुरु? लोकसभाले सोधेको प्रश्न हो। याद गर्नु चन्द्र शमशेरको पालाबाट के भएको भने जनगणना सुरुवात भएको। राष्ट्रिय जनगणना 2078 को अनुसार चाहिँ बौद्ध धर्म मान्ने मान्छे कतिवटा छन्? कति प्रतिशत छन्? बौद्ध धर्मावलम्बीहरू कति रहेका छन् नेपालमा? अप्सन ए 8.21%। ओजन तह विनाश गर्ने, ओजन तह भनेर त यो अर्कै टपिकमा पढ्यो। ओजन तह विनाश गर्ने प्रमुख तत्व कुन हो? ओजन तह विनाश। हरितगृह प्रभाव र ओजन तह विनाश भन्ने फरक छ। कार्बन डाइअक्साइड, क्लोरोफ्लोरोकार्बन, अर्गान र मिथेन ओजन तह विनाश गर्ने। ओजन तह विनाश गर्ने चाहिँ क्लोरोफ्लोरोकार्बन हो है। ओजन तह विनाश गर्ने चाहिँ क्लोरोफ्लोरोकार्बन हो। पृथ्वी दिवस कहिले मनाइन्छ? पृथ्वी दिवस पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रिलको 22 मा चाहिँ पृथ्वी दिवस मनाइन्छ। नेपालमा फोहोर मैला नीति कहिले ल्याइयो? फोहोर मैला यो अर्कै टपिकसँग सम्बन्धित प्रश्न हो। यही टपिकको अर्को छ। फोहोर मैला नीति 2052 सालमा। त्यसपछि नेपालको संविधानको कुन धारामा वातावरण सम्बन्धी नीति
को व्यवस्था गरिएको छ हिजो पढेको थियो हामीले। वातावरण सम्बन्धी नीतिको व्यवस्था नेपालको संविधानको धारा कतिमा 51 क ग घ छ। धारा 51 कतिमा 6 मा चाहिँ यो कुरा उल्लेख गरिएको छ। नेपालमा वातावरण संरक्षण परिषदको स्थापना कहिले भयो? 2050, 52, 54, 55। वातावरण संरक्षण परिषद वातावरण संरक्षण परिषदको स्थापना कहिले भयो? 2050 सालमा वातावरण संरक्षण परिषदको स्थापना भएको थियो। राष्ट्रिय जनगणना कुन निकायले सञ्चालन गर्छ? केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय तहसिल कार्य, केन्द्रीय राजस्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। राष्ट्रिय जनगणना योजना कसले बनाउँछ भनेर हामीले पढ्यौं। राष्ट्रिय योजना भने जस्तै जनगणना चाहिँ कुन निकायले चाहिँ जनगणना सञ्चालन गर्छ अथवा जनगणनाको रिपोर्ट कसले ल्याउँथ्यो? सोध्न सक्छ यो प्रश्न राष्ट्रिय तथ्याङ्क विभाग। सदरमाथा आधार सिभिल कालापत्थरमा नेपालको मन्त्री परिषदको बैठक कहिले बस्यो? लोकसभा एकदमै धेरै रिपिट भएको रहेछ। नेपालमा के अरे लोकसभामा एकदमै धेरै रिपिट भएको प्रश्न। प्राविधिकतिर पनि यति एकदमै धेरै रिपिट भएको प्रश्न हो। सदरमाथाको आधार सिभिल कालापत्थरमा चाहिँ मन्त्री परिषदको बैठक 2065, 66, 65, 66। माधव नेपालकै अध्यक्षतामा थियो। है 2066 मा है नेपालमा सबैभन्दा कम जनसङ्ख्या बसोबास गर्ने जिल्ला कुन हो? मनाङ, मुस्ताङ, मुगु, डोल्पा। मनाङ मनाङ। ओके ल, यसरी हामीलाई जनसङ्ख्या जनघनत्व होइन कम बढी भएको प्रदेशहरू स्थानीय तहहरू त मैले पढाउँदैछु, अन्य टपिकमा पनि हामी पढ्छौँ। जनरली जनसङ्ख्यासँग सम्बन्धित यो दिगो विकासको कुराहरू पढिसकेको हुनाले यो मात्रै टपिकलाई मैले फेरि एकदमै समराइजमा गरेँ। जनगणनाको कुरालाई थोरै हामीले याद गरौँ। पहिलो कुरा त जनसङ्ख्या कति हो भन्ने कुरा फाइनल रिपोर्ट 2078 को जनगणना भएन, 79 मा आयो, चैतमा आयो। त्यही पनि टोटल 2,91,64,578 मध्ये चाहिँ 51% चाहिँ महिला छन् र 48% चाहिँ पुरुष छन्। यो याद गर्नु, महिला बढी छन्। त्यसपछि अन्य लिङ्ग 0.01% रहेछ। त्यसपछि जनसङ्ख्या को वृद्धि दर चाहिँ वार्षिक रूपमा 0.9%ले र 198 जना प्रति वर्ग किलोमिटर र परिवार चाहिँ 66,337 वटा चाहिँ परिवार संख्या रहेछन् भने औसत परिवारमा 4.37%
तीन 7 जना चाहिँ नेपालमा औसतमा बसोबास गर्ने रहेछन् र त्यो मध्ये गाउँपालिकामा चाहिँ गाउँपालिकामा 33.83% र नगरपालिकामा 66.17% चाहिँ बसोबास गर्ने रहेछन्। हिमाल पहाड तराईको कुरा गर्दा तराईमा सबैभन्दा बढी चाहिँ 53%, पहाडमा चाहिँ के भन्दाखेरि 40 र हिमालमा जम्मा 6% मात्रै बस्ने रहेछ भन्ने कुरा यिनीहरूलाई याद गर्नु। अरू त हामीसँग त्यस्तो गाह्रो चाहिँ छैन यसमा है, त्यस्तो चाहिँ छैन है, याद गर्नु। जनसङ्ख्या पछिको अर्को टपिक चाहिँ तिमीहरूको भोलिको क्लासमा चाहिँ जिकेमा सम्भवतः अर्को क्लास हुन्छ र अर्को सरले कुनै एउटा टपिक लिनुहुन्छ है, याद गर्नु। हामी अरू त बिहानमा त हामी गर्छौँ। सबभन्दा कम र बढी भएका के भन्दाखेरि जिल्ला पालिका स्थानीय तहहरूको म एउटा सर्व समराइज टेबल पनि गर्छु है, याद गर्नु। सबभन्दा सानो ठुलो जनसङ्ख्याको हिसाबले र चाहिँ क्षेत्रफलको हिसाबले यिनीहरू हामी पढ्छौँ। ओके, अहिले यति नै गरे, भोलि बिहान भेट्छु है, भोलि बिहान भेट्छु।